के तपाईले कहिले नोटिस गर्नुभएको छ केही कुकुरहरू बिना कुनै कारण कुनै मान्छेलाई एक्कासी भुक्न थाल्छ। न उसले केही गरेको हुन्छ न उसले केही बोलेको हुन्छ, तर पनि कुकुर अचानक अलर्ट हुन्छ। यो कुनै कन्फिडेन्स होइन, यो सङ्केत हो। कुकुरले मानिस जस्तो संसारलाई केवल हेर्ने मात्र होइन कि उनीहरू संसारलाई सुँग्छन्, सुन्छन् र महसुस गर्छन्। कुकुरको नाकमा 300 मिलियन भन्दा धेरै स्मेल रिसेप्टर्स हुन्छन् र मानिससँग मात्र 5 मिलियन। त्यसैले जब तपाईँ डराउनुहुन्छ, तपाईँको शरीरबाट कोर्टिसोल जस्ता स्ट्रेस हर्मोन्स निस्कन्छन्। यी हर्मोन्स तपाईँको सास, पसिना र छालाबाट बाहिरिन्छन्। तपाईँलाई थाहा पनि हुँदैन, तर कुकुरले तपाईँको डर पहिल्यै सुँगिसकेको हुन्छ। कुकुरले तपाईँको सास फेर्ने तरिकामा र तपाईँको मुटुको धड्कनमा हुने साना साना परिवर्तन पनि सुन्न सक्छ। डर लाग्ने बित्तिकै हार्टबिट इरेगुलर हुन्छ र कुकुरले यो परिवर्तन तपाईँको दिमागले बुझ्नुभन्दा पहिले नै पक्रिसकेको हुन्छ। कुकुरको नर्भस सिस्टम इमोसन्सका लागि अत्यन्त सेन्सिटिभ हुन्छ। तिनीहरूले तपाईँको बडी पोस्चर, मसल टेन्सन र माइक्रो मुभमेन्ट्स सजिलै पत्ता लगाउँछन्। तपाईँलाई लाग्छ तपाईँ शान्त हुनुहुन्छ, तर तपाईँको शरीरले पहिल्यै सत्य बोलिसकेको हुन्छ। त्यसैले पुलिस र मिलिटरी डग्स शक्तिका लागि होइन, फियर डिटेक्सनका लागि प्रयोग गरिन्छ। अहिलेसम्म वैज्ञानिकहरूले करिब 20 लाख स्पिसिज अफिसियली आइडेन्टिफाई गरिसकेका छन्। तर के सबै कुकुरहरूले यस्तो गर्न सक्छन् त? सबै कुकुरमा यस्तो क्षमता हुँदैन। केही ब्रिड्सहरू त झनै विशेष हुन्छन्, जस्तै जर्मन शेपर्ड, जसले अत्यन्त तेज प्याटर्न रेकग्निसन र थ्रेट एनालिसिस गर्न सक्छ। बेल्जियन मालिनोज, जसले मिलिटरी ग्रेड डिटेक्सन र असाधारण साथै एक्सट्रिम फोकस गर्न सक्छ। डोबरम्यान, जसले तपाईँको हार्टबिट र मुभमेन्टको सेन्सिटिभिटीमा भएको परिवर्तन तुरुन्तै पत्ता लगाउन सक्छ। ब्लडहाउन्ड, यसको स्मेल मेमोरी यति बलियो हुन्छ कि 10 दिन पुरानो सेन्ट पनि ट्र्याक गर्न सक्छ। र ल्याब्राडोर, जसले क्यान्सर, डायबिटिज र सिजरसम्म सुँघेरै डिटेक्ट गर्छ। कुकुर केवल पाल्तु जनावर मात्र होइनन्, उनीहरू प्राकृतिक बायोलोजिकल स्क्यानर पनि हुन्। र सबैभन्दा अचम्मको कुरा के हो भने कुकुरले तपाईँलाई तपाईँको अनुहारबाट होइन, तपाईँको इनर स्टेटबाट जज गर्छ। त्यसैले यदि कुनै कुकुरले बिना कारण तपाईँलाई रियाक्ट गर्यो भने नडराउनुहोस्। सायद उसले त्यो कुरा महसुस गरिरहेको छ जसको थाहा तपाईँलाई अझसम्म भएको छैन। नेपाली।